हाम्रो प्रतिस्पर्धा एमाले कांग्रेस माओवादी होइन। श्रम संस्कृति पार्टी हो। एमाले कांग्रेस माओवादी भनेको श्रम संस्कृति पार्टी हो। हर्का साम्पाङले किन नयाँहरूलाई मात्र एकोरो विरोध गरिरहेको छ? किन नयाँहरूलाई मात्र एकोरो खेदो खनिरहेको छ? पुरानो नेताहरूको बारेमा त एक शब्द पनि बोल्दैनन्। किन हो? कतै हर्का साम्पाङ पुरानै पार्टीतिरबाट परिचालित त होइन? भन्दै गरेको हामीले पनि देखेको थियौँ सामाजिक सञ्जालतिर। तर आज आएर उनी संस्कृति पार्टीका नेताको कुरा भाषण सुनेपछि कतै हामीलाई पनि शङ्का लागेको छ। अब यो कुरा चाहिँ यस्तो किन गलत बोल्यो, किन गलत गरिरहेछ भनेर कसैले भन्दाखेरि, आवाज उठाउँदाखेरि, खबरदारी गर्दाखेरि संस्कृति पार्टीका झोलेहरूले तथानाम मुख छाडेर गाली गर्ने गर्छन्। गाली गर्ने होइन, तिम्रो नेताले बोलेको कुरा चाहिँ सही हो कि गलत हो त्यो चाहिँ भन। अब कि संस्कृति पार्टी तिम्रो नेताले भनेको जस्तै हो? त्यसो भने हो भनिदेऊ, किन लुकिछिपी? हैट।